देखि पनि राखेको त यो भिडियोको ल आज यहाँले तपाईको नाकले त हामी जस्तो मान्छेको त मगमग बास्न आउनु पर्यो के हेलो हेलो फाइनली हामी चाहिँ गुराज लिम्बूसँग भेट भएको छ है आज यात्राको क्रममा म पनि हिँड्नु आँटेको थिएँ मेकअप गर्नलाई बेहुलीलाई सिँगार्नलाई अनि बाटोमा गाडीमा भेट भएको छ हाम्रो गुराज सिसँग अनएक्सपेक्टेड सोचेको थिएन भेट्नुहुन्छ भनेर है म चाहिँ पहिला नजानु चिनेको किनभने सही हो गनायो अब हामीले अब फाउन्डेसन लिपस्टिक लगाएको गनाउँछ र उसले चाहिँ पराक खारा गनाएर यो डुङडुङ तपाईँको नाकले त हामी जस्तो मान्छेको त मगमग बास्न आउनु पर्यो के आफूलाई चाहिँ गनाएको है फेरि कस्तो घिनलाग्दो गनाएर चाहिँ त्यस्तो त मुखमा कसरी खान्छन् होला क्या आज चाहिँ अनएक्सपेक्टेड ड्राइभर पनि चिनेकै उहिले नै चिनेको ड्राइभर पनि अनि तपाईँ पनि चिनेको ड्राइभरहरूले यसो भाडा लिँदैनन् मेरै हो नि ए त्यस्तो है रमाइलो आजको यात्रा चाहिँ रमाइलो हुनेवाला छ तर पनि मेरो यात्रा त छोटो मात्रै छ त्यही पनि रमाइलो तल झापासम्मै अन्त बिचको लागि फेरि भोलिको बेहुलीको होइन उसको र म मात्रै हो जाने झापा ए कोसँग बिहे गर्ने रे रोशन तिमीले अब कुरा चाहिँ मेरो लक पऱ्यो एक सालमा चाहिँ बच्चा हुन्छ होला उसले सल्लाह दियो नि त अहिले यो रोशनसँग चाहिँ बिहे नगर्नु है ड्राइभरहरूको म त भर पर्दिनँ त युट्युबर पनि त्यस्तै हो युट्युबरहरू त्यस्तै हो युट्युबरहरूको त विश्वास गर्नु त्यस्तो घात गर्दैन नेचुरल हो एडिट मात्रै गरेर हालेको हामी जे छ त्यही खिच्छौँ हो के म त एकदम नेचुरल युट्युबर हो है मलाई त्यो देखावटी एकदमै भन्नु आउँदैन आफ्नो जिन्दगीमा दैनिक जीवनमा के घटेको छ आफ्नो वास्तविक कथाहरू लिएर आउने मान्छे हो मलाई त्यो देखावटी एकछिनको लागि भिडियोको लागि कन्टेन्टको लागि उयो गर्ने मान्छे होइन सुन्नु होला त्यहाँ कन्टेन्टको लागि मान्छेको फिलिङसँग कहिले पनि खेल्दैन ध्यान दिएर साँचो माया गरेपछि गरौ मुटु फुट्ने चाहिँ गरी माया गरे तर यो कुरा साँचो हो यो कुरा चाहिँ तर मैले पनि भनिराखेको कतिले पनि भनिराखेको छ तर कतिले चाहिँ नराम्रो भन्छ तर यो कुरा सत्य चाहिँ हो नि फेरि तर यहाँ साँचो प्रेम कसैलाई पर्दैन बच्चा त फच्चा गइहाल्छ अनि फच्चा गएर बच्चा पो लिएर आउँछ गर्दिनँ भने त्यहाँदेखि गरेको छैन एकदम ध्यान दिएर सुन्नु होला यो कुरा माया गरिराख्नु भएको छ तर प्राइभेट रिलेसनसिप ध्यान दिनु होला यो कुरा चाहिँ फेरि कसैलाई भन्दिनँ कसैलाई भन्दैन यो कुरा चाहिँ हामी प्राइभेट राख्ने अबदेखि मारे मान्छेले के भनेर वैशाखमा बिहे गर्ने हो मैले कता कता देखि पनि राखेको थिएँ यो भिडियो ल आज यहाँले तपाईँले सुन्नुभयो मेरो बिहेमा आउनु है ल बोलाउनु ल अनि म पनि आउँछु तपाईँको सिँगारमा आउनु तपाईँले आफ्नो खतरा बिउलिन भइहाल्नु हुन्छ तपाईँले हुनुहुन्छ सिँगार त मलाई त अब यस्तो प्रोफेसनल मेकअप भनेपछि होइन तपाईँहरू पार्लर खोलेर बसेको म सिकेको मात्रै हो नि त त्यही भएर तपाईँहरूले झन् राम्री बनाउनु न मलाई त्यो बेला त म आफूले गर्ने होइन क्या गर्ने मान्छेहरू आओस् तर म चाहिँ अब त्यस्तो हो म नगरे पनि तपाईँको बेला बोलाउनु आउँछु तपाईँको पछि चोकमाको नै गर्नुहुने कि तपाईँको चोकमा नि कताको घर होइन नि काठमाडौँ गर्ने के गाउँ ठाउँको समाजको मान्छेहरूलाई बिहे खुवाएर त्यो सापी मासु भात खुवाएर के गर्नु भोलि बिर्सिहाल्छन् त्यो चाहिँ हो हुनु चाहिँ बरु आफै पार्टी प्यालेसमा यसो 100-200 जना मान्छे बोलाएर राखेको आफन्तलाई किन खुवाउनु पर्यो दुःखमा आफन्त छैन सुखमा किन आफन्त चाहियो आफै बिहे गर्ने आफ्नै पैसाले बिहे गर्ने आफै रमाउने आफै खाने आफन्तलाई त म त यति मासुको चोक्टा पनि दिँदिनँ मलाई मन पर्दैन आफन्त ल ध्यान दिएर सुन्नु होला त्यहाँ होइन यसले नि हाँसेको यो ड्राइभर पछि त्यस्तो खानु त तिम्रो मुखमा क्यान्सर भएर भोलि चाहिँ रोशन चाहिँ क्यान्सर भयो भनेर सुन्नु पर्यो क्यान्सर त्यहाँ भित्रैदेखि पुरा किरा पलाएर त गनाइरहेको ल ल यहाँसम्म मात्रै हो सिस्टरको मेरो बाई बाई सिस्टर भेटेर खुसी लाग्यो ल अरू बेला पनि भेटेकोलाई बोल्दै गर्नुपर्छ ल ल म त यही झरेको अब के गर्नु यस्तै छ है ल राम्रो जानु ल ल बाई बाई घरको साम्पाङलाई भोट लाउनु चाहिँ तपाईँहरू पनि अभि म त उहिले उहाँले जब ल अहिलेको बेहुला त अनि बेहुलीले पो जन्ती ल्याउनु भन्नु
हेलो लो बेहुली ल बेहुलीले फाइनल भेट्यो है भाइ बेहुली शान्ति पानी परेर बेहुली के गर्नु पर्यो उता हेर यस्तो गर्दा